नेपालका जनताले पटक पटक फरक फरक पार्टीलाई मौका दिएका छन्। कहिले नेपाली कांग्रेसलाई, कहिले नेकपा एमालेलाई र कहिले माओवादीलाई। जनताको सन्देश एउटै स्पष्ट थियो कि देशमा परिवर्तन गर, विकास गर। तर धेरै वर्ष बित्दा पनि जनताले अपेक्षा गरेको जस्तो विकास हुन सकेन। भ्रष्टाचारका काण्डहरू आए, आफ्ना आसेपासे र नातेदारलाई प्राथमिकता दिने प्रवृत्ति देखियो। राजनीतिक जनताको सेवा भन्दा पनि सत्ता र स्वार्थमा केन्द्रित भयो भन्ने गुनासो बढ्दै गयो। त्यसैले अहिले धेरै नागरिकहरूले नयाँ विकल्प खोजिरहेका थिए। ठिक यसै बेला राष्ट्रिय स्वतन्त्र पार्टीको पाइला चाल्यो। तर यहाँ एउटा महत्त्वपूर्ण के सम्झनु जरुरी छ भने ठुला नेताहरू हारे। केपी शर्मा ओलीलाई हरायौं, गगन थापालाई हरायौं, हामीले भविष्यका हुन सक्ने प्रधानमन्त्रीलाई हरायौं भनेर अहमता र इगो देखाउने समय होइन। किनकि साँचो कुरा के छ भने यो समय यस्तो थियो कि राष्ट्रसभाको नाममा जोसुकै उम्मेदवार उठे पनि जित्ने अवस्था बनेको थियो, जहाँ प्रचार प्रसार राम्रो हुन्थ्यो। हामीहरूको नेट इन्टरनेट नचल्ने बाजुरा जस्तो यो सुदूरपश्चिम जस्तो ठाउँ भन्दा बाहेक बाँकी सबै ठाउँमा ती राष्ट्रसभाका नेताहरूले जितेका छन्। अब ठुलो कुरा नगर, काम गरेर देखाऊ। लोकतन्त्रमा जनताको आवाज सबैभन्दा ठुलो हुन्छ। त्यसैले अब चाहिएको कुरा भाषण होइन, राजनीतिक अहंकार होइन, आरोप प्रत्यारोप होइन। अब चाहिएको कुरा एउटै हो, इमानदारका साथ काम गर। ठुला ठुला विज्ञ मान्छेहरू छन् राष्ट्रसभाभित्र। देशमा सुशासन ल्याउने काम गर, जनताको विश्वास जित्ने काम गर। जनताले मौका दिएका छन्, अब यो मौकालाई जिम्मेवारीका साथ प्रयोग गर्नुहोस्। हेर्नुहोस् त तपाईभन्दा पनि बढी कुन पार्टीले कहिले बहुमतको सरकार ल्याए, कहिले 2/3 सरकार ल्याए। मैले यो बारेमा अर्को भिडियो बनाउँदैछु।